हामी चाहिँ अब यहाँबाट 6 बजेतिर हाम्रो ट्रेकिङ स्टार्ट गर्यौँ। म त्यहाँबाट भएका दाइले हाम्रो स्कुलको सामानहरू बोक्नु भएको छ, दिदी हुनुहुन्छ ल। नवीन यहाँबाट जाँदैछ ल। आज जुनैबाट लैसी क्याप जाने प्लान गरेको छ, तर लैसी क्याप पुगेन भने चाहिँ लावन बजारमा बस्ने प्लान छ। होपफुली 9-10 घन्टा हिँड्न सक्यो भने चाहिँ लैसी क्याप पुगिन्छ होइन। तर फेरि लावन बजार भनेको चाहिँ 4-5 घन्टामा पुगिन्छ अरे। अनि लावन बजारबाट अलिकति पुस गरेर हामी लैसी क्याप चाहिँ जान्छौँ कि आजको दिनमा। सो हाम्रो ट्रेकलाई अलिकति घटाउनलाई प्लान थियो छ, हेरौँ के हुन्छ। पहिले लावन बजार पुगेर खानासाना खाऊँ, सक्यो भने हिँड्ने नभए सुत्ने होइन। राजाको मूर्ति रहेछ, राजा चिन्न त त्यस्तै हो, सकिँदैन को हो। तर आई थिङ्क त्रिभुवन नै होला है, श्री 3 हो कि श्री चस्मा लाग्छ त्रिभुवन जस्तो लाग्छ ल। एनिवे यस्तै छ, स्टार्ट भइसक्यो। के छ नवीन, यता फर्केर आइ भन्नु नि त। माथि हुस्सु लागिरहेको रहेछ। जाले हिँडिराखेको छ, 6 बजे हिँड्यो होइन, 7, 7, 8, 9, 3.5 घन्टा जति हुन लागिसक्यो। अझ 2 घन्टा हिँडेपछि खाना खान्डामा आइपुग्छ अरे। त्यही हो, यस्तै छ बाटो। बेला बेलामा साथीहरू भेटिन्छ, 3जना साथीहरू छन्। ग्यास बोकेर है साह्रै छ। सो भ्यू चाहिँ सडकको हेर्दाखेरि चाहिँ यस्तो देखिरहेछ माथिसम्म। हो दामी छ ठाउँ चाहिँ, त्यस्तै हो। अब एउटा खोल्सो कट्यो चाहिँ अर्कै बाटो आउँछ हाम्रो अगाडि त भरियादै होइन, भरियादै पनि अगाडि पुगिसकेका। गाह्रै हुने रहेछ भिडियो बनाइराख्न, फोन नै पोकेर बोक्न झ्याउ हुँदो रहेछ, झिकिराख्न झ्याउ हुन्छ। त्यही हो, बेला बेलामा खिचौँ ल। त्यस्तै छ। सब खच्चडले बाटोभरि हौया, यस्तो गन्ध, नराम्रो गन्ध सुँदै उकालो चढ्दा हट धेरै गाह्रो भइरहेछ। यस्तो बाटो, यस्तो बाटो। 2 जना त्यहाँ आउँदै वहाँ पर ऊ त्यो तल भाडा चढेको आमा
तर यो चाहिँ जस्तो हामी देखिरहेछ अब अलिकति छ होला खै कति छ थाहा छैन अझै चढेपछि लावाङ बगर भन्ने ठाउँ आउँछ त्यहाँ पुगेपछि खाना खाने 10 बजे पुग्ने भनेको 11:30 हो ल त्यहाँ रेस्ट यहाँ नवीन रेस्ट कफी बनाएछ हाम्रो खाना खाने ठाउँ चाहिँ यो आजको खान दामी रहेछ यो खाना खाने ठाउँ चाहिँ हिमाली होटल एन्ड लज रे ल हामी दुनैबाट कति लगभग 5:45 मा हिँडेको थियो 4 घण्टाको बाटो भनेको 6, 7, 8, 9, 10, 11, 12, 6 6.5 घण्टा लाग्यो धेरै गाह्रो बाटो रहेछ स्ट्रगल गर्दै आइपुग्यो अब खाना खाने 8 आयो भने 2 घण्टा 3.5 घण्टा होइन 3.5 घण्टा हिँडेर लैसिका पुगिन्छ होला 8 आएन भने यहीँ बस्ने हो सकिँदैन केही उखाडिँदैन होइन यहीँ बस्ने हो यहीँ सुत्ने हो बातसात हानियो अब हामी लैसिका पुग्ने टार्गेटमा छौँ लैसिका जान्छौँ अब प्याक सबै भइसक्यो खानासाना खाइसक्यो हुन्छ त्यो तलै हाल्नु त्यो माथि झन् भएको छैन मेरो त जाने क्रममा लवन बगरबाट 1 घण्टा भइरहेको कसैले चाहिँ बाटोमा आधी घण्टामा पुग्छ भन्छ कसैले 3 घण्टा लाग्छ भन्छ कसैले 2 घण्टा लाग्छ भन्छ कसैले त्यो एक्ज्याक्ट केही भने होइन अब हिँडेछौँ होइन बखरेर खोला तरियो अगाडिको बाटो अलि नाजुकै छ हाम्रो टिमहरू चढिराख्नु भएको छ अब होपफुल्ली हामी पुग्छौँ होला अब 2 घण्टामा चाहिँ पुग्छौँ भन्ने आश छ सो त्यहाँ माथि ग्रिनरी हेर्ने भने कस्तो दामी छ होइन भ्यूहरू यतातिर रमाइलो भइरहेको छ तर अलि थकित नै भयो 6 बजेदेखि हिँडेको हामी सो 6 बजेदेखि हिँड्दाखेरि चाहिँ त्यहाँनिर हामीले लगभग 1.5 घण्टा चाहिँ खाना खाने ठाउँमा रेस्ट गऱ्यो त्यसपछि हिँडाइरहेछ बेला बेलामा पानी खान त रोकेकै हो तर पनि यो हिँडाइ अलि फटाफट जस्तै भइरहेको छ सो अब हेरौँ पुगेपछि फेरि खिच्नेछु अब केही भनिदेऊ ल 2-4 शब्द अब आधी घण्टामा लैसिका चाहिँ आइपुगिन्छ कि भन्ने आश छ म चाहिँ छैन एकचोटि यहाँ स्थानीयलाई सोधौँ पहाड अनि सुक्खा भुइँ हामी दुई ओहो मिलैया चढ्दा चढ्दै खुट्टै फुस्केला भइसक्यो पाउँदैन वहाँ परको बाटोदेखि हिँड्दै हिँड्दै आयो यहाँसम्म आयो ओहो त्यहाँ त कस्तो दामी लाइट देखिरहेको छ र भिडियो नै कडा देखिरहेको
यो त दामी देखिरहेको रहेछ है, दामी देखिरहेको रहेछ। अब यहाँबाट 15 मिनटले 10-15 मिनटमा हामी पुग्छौँ, त्यही हो।